मेची राजमार्ग स्थित पाँचथरको हेवा खोलामा निर्माणाधीन बेली ब्रिज भाँचिँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिकाका 22 वर्षीय रूपलाल चौधरी, 27 वर्षीय राजन चौधरी र 22 वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। बेली ब्रिज खस्दा घाइते 3 जनालाई पाँचथरबाट रेफर गरेर विराटनगर नोबल अस्पताल पठाइएको थियो। सोही अस्पतालका चिकित्सकले 3 जनालाई मृत घोषणा गरेका थिए। हिजो साँझ 6 बजे निर्माणाधीन बेली ब्रिज खसेको थियो। मेची राजमार्ग अन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक 2080 असार 2 गतेको बाढीले बगाएपछि यहाँ फेरि बेली ब्रिज बनाइएको थियो। त्यो बेली ब्रिज 2081 गत असोज 12 गतेको आएको बाढीले पुनः दोस्रो पटक बगाएपछि शनिबार 70 मिटर लामो सिंगल स्पानको मोडुल ब्रिज जडान गरी वारपार गर्ने क्रममा भाँचिएको थियो। नेपालमा पहिलो पटक 70 मिटर लामो मोडुलर ब्रिज जडानको काम भइरहेको थियो। नेपालमा नयाँ भएकाले भारतीय प्राविधिकको सहयोगमा जडान कार्य गरिरहेको थियो। 70 मिटर लामो पुललाई बीचमा कुनै सपोर्ट बिना निर्माण भइरहेको थियो। 2081 असोजको बाढीले पक्की पुल बगाएको थियो र गत साल लगाएको बेली ब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा मोडुलर ब्रिज निर्माण कार्य भइरहेको थियो।